अब चाहिँ हामी यही क्वेसनको बी नम्बर पी इन्टरसेक्सन क्यू को चाहिँ म्याक्सिमम र मिनिमम भ्यालुहरू चाहिँ निकाल्न गइरहेको छौँ। सबभन्दा पहिला हेरौँ मिनिमम भ्यालु अफ पी इन्टरसेक्सन क्यू। इन्टरसेक्सनको मिनिमम भ्यालु हुनलाई के हुन पर्यो कि सेट पी र क्यू चाहिँ नन ओभरल्यापिङ सेट हुन पर्यो। किनभने ओभरल्यापिङ भयो भने त्यसमा चाहिँ त्यही चाहिँ म्याक्सिमम भ्यालु भइहाल्छ। सो मिनिमम भ्यालु हुनलाई त्यसलाई के हुन पर्यो, नन ओभरल्यापिङ हुन पर्यो। म यहाँ चाहिँ डायग्राम बनाइदिन्छु, तपाईहरु चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। सेट पी को भ्यालु रहेछ 20, क्यू को 50 रहेछ। यसमा के इन्टरसेक्सन छैन हैन। सेट पी र सेट क्यू मा चाहिँ के इन्टरसेक्सन केही कमन छैन हैन। यो त नन ओभरल्यापिङ सेट हो, यसमा चाहिँ केही कमन हुँदैन। केही कमन छैन भने इन्टरसेक्सन के हुन्छ, 0 हुन्छ। अनि 0 चाहिँ हाम्रो के भइहाल्छ, मिनिमम भ्यालु भइहाल्छ। मिनिमम भ्यालु अफ पी इन्टरसेक्सन क्यू इट ह्यापन्स व्हेन देयर आर नो एनी कमन एलिमेन्ट्स। तपाईहरु बस के गर्दिनु, यो नोटहरु याद गर्दिनुस् के। नोटहरु याद भएपछि हजुरले यो क्वेशनहरु 2 मिनेटमा गर्नुहुन्छ। केही कुरा रट्ने हैन, बस नोट याद गर्दिने। इट ह्यापन्स, जस्तै मैले पहिला पनि त्यो पी युनियन क्यू मा म्याक्सिमम र मिनिमम भ्यालु निकाल्न सिकाए नि। त्यहाँ सेट के हुन पर्यो, ओभरल्यापिङ हुन पर्यो, त्यहाँ चाहिँ के हुन पर्यो, त्यही कुराहरु तपाईहरु चाहिँ याद गर्दिनु होला। अनि मिनिमम भ्यालु अफ पी इन्टरसेक्सन क्यू कब हुन्छ, इट ह्यापन्स व्हेन देयर आर नो एनी कमन एलिमेन्ट्स। यो चाहिँ मिनिमम भ्यालु पी इन्टरसेक्सन कब हुन्छ, जब सेट पी र सेट क्यू मा चाहिँ कुनै पनि कमन एलिमेन्ट्स हुँदैन, यानी कि के हुन्छ, इन्टरसेक्सन 0 हुन्छ। अनि यही चाहिँ 0 चाहिँ हाम्रो के भइहाल्छ, मिनिमम भ्यालु भइहाल्छ। ल अब चाहिँ हामी पी इन्टरसेक्सन को म्याक्सिमम भ्यालु निकाल्न गइरहेको छौं। ल ध्यान दिउँ, म्याक्सिमम भ्यालु अफ पी इन्टरसेक्सन क्यू। अब म्याक्सिमम भ्यालु कुनै पनि दुईटा सेटको इन्टरसेक्सनको कब आउँछ त्यो पनि यसमा नोट लेख्दैछु, त्यो पनि ध्यान दिदिनु के रे। इट ह्यापन्स व्हेन अल एलिमेन्ट्स अफ पी आर इन क्यू। कब हुन्छ, किनभने यहाँ पी को भ्यालु क्यू मा पुरै हुन पर्यो। किनभने यहाँ ध्यान दिनुस्, पी को भ्यालु थोरै छ र क्यू को चाहिँ बढी छ। त्यसले गर्दा चाहिँ यदि पी को पुरै भ्यालुहरु क्यू मा परिराछ, पहिलो वाला क्वेशन जस्तै, यदि पी को पुरै भ्यालु चाहिँ सेट क्यू मा परिराछ भने के हुन्छ, हाम्रो म्याक्सिमम भ्यालु अफ पी इन्टरसेक्सन क्यू आउँछ। कसरी, यहाँ हेर्नुस्। ल भेन डायग्राममा ध्यान दिउँ त। सेट पी रहेछ र सेट क्यू रहेछ। हामी निकाल्न के गइरहेछौं, पी इन्टरसेक्सन क्यू को म्याक्सिमम भ्यालु। कसको भ्यालु, इन्टरसेक्सन हैन। त इन्टरसेक्सन कहाँ हुन्छ, यहाँ हुन्छ। जब पी को पुरै भ्यालुहरु क्यू मा पर्छ तब चाहिँ हामीले म्याक्सिमम भ्यालु पाउने हो नि। त यहाँ चाहिँ म्याक्सिमम कति हुन सक्छ, पी को टोटल भ्यालु 20 छ, क्यू को चाहिँ 50 छ। सो पी को पुरै भ्यालु कहाँ पर्यो, क्यू मा पर्यो। अनि हाम्रो म्याक्सिमम भ्यालु कति आयो, 20 आयो है। अनि हामी यहाँबाट भन्न सक्छौं, सो म्याक्सिमम कमन कति आयो, 20 आयो। अनि म्याक्सिमम भ्यालु हाम्रो चाहिँ भइहाल्यो 20। सो मिनिमम भ्यालु अफ पी इन्टरसेक्सन क्यू चाहिँ कति भयो, 0, किनभने दुईटैमा केही पनि कमन छैन। अनि म्याक्सिममलाई के हुन पर्यो, सेट पी को पुरै एलिमेन्ट्सहरु कहाँ हुन पर्यो, सेट क्यू मा हुन पर्यो। अनि जति भ्यालु पी को चाहिँ क्यू मा परिराछ त्यही चाहिँ हाम्रो के भइहाल्छ, म्याक्सिमम भइहाल्छ। आशा छ तपाईहरु चाहिँ बुझ्नु भएछ होला। केही छैन, 1-2 चोटी भिडियो हेर्नुस् अनि नोटलाई ध्यान दिनु अनि समझमा आइहाल्छ। थ्यांक यू।